रमाइलो भइरहेछ होइन वर्ल्ड कप मजा आइरहेछ। तर आज यो भिडियो चाहिँ बोरिङ हुनसक्छ कि, किनभने मसँग शब्दै छैन क्या। अब म मेस्सीको बारेमा के भनौँ कि, कति तारिफ गरौँ, के लेखौँ, महाकाव्य लेखौँ कि खण्डकाव्य लेखौँ कि के गरौँ, म के गरौँ। मेरो मुखबाट तारिफ सकिसक्यो। तपाईँहरूसँग केही मेस्सीको लागि तारिफ छ भने कमेन्ट सेक्सनमा छोडिदिनु होला। अनि यो मेस्सीलाई केही यो मेस्सीको केही गरौँ कि केटा हो, यो हुँदैन कि, यो अनफेयर भइसक्यो, यो हुँदै सक्दैन, यो म मान्दिनँ। हुँदैन, यो होइन, यो फ्री किक होइन, यो मेस्सी होइन, मान्छे होइन यो। के हो यार, यस्तो हुन्छ? यसलाई इलन मस्कलाई भनेर यसलाई पठाऊँ यार, यसलाई मार्च पठाऊँ, कता पठाऊँ, जुपिटर पठाऊँ, उता खेलाऊँ फुटबल, एलियनसँग खेलाऊँ, त्यता हान्न सक्दैन कि बरु? यो त हुँदैन नि, कसरी हुन्छ त नि यो? अब के गर्ने के त्यो किप्परले बिचरा के गरोस्? उसको घर परिवार त पाल्नलाई उसले पेट पाल्न फुटबल खेल्दैछ के। माई गड, मेस्सी रियल होइन केटा हो यार, यो फेक हो। हामी इलुजनमा बाँच्दैछौँ। यो संसार पनि रियल होइन, यो म पनि रियल होइन, यो भिडियो पनि रियल होइन केटा हो, यो सबै फेक हो। म यो कुरा मान्दिनँ है अबदेखि। मसँग कसैले आएर मेस्सी रियल मान्छे हो, त्यसले बच्चैदेखि फुटबल खेल्यो, त्यसले बढ्न नसकेर सुई हानेर बढ्यो, मलाई नभन है, म त्यो मान्दिनँ, त्यो हुनै सक्दैन। मेस्सी आउनु जरुरी पनि थिएन कि, अर्जेन्टिनाले कम्फर्टेबलली मेस्सीले आएर फ्री किक हान्नु जरुरी थिएन। अर्कोले लोसेल्सोले दामी फ्री किक हानिसकेको थियो कि, लौटारो मार्टिनेजले पेनाल्टी हानेर गोल पनि गरिसकेको थियो। अर्जेन्टिना कम्फर्टेबली क्वालिफाई पनि हुन आँटिसकेको थियो नाइ। तर मेस्सीलाई त आउनु नि होइन, ल ठिकै छ, 60 मिनटमा आयो, ठिकै छ, मैले माने, ल उसको नि खुट्टा तताउनु होला, अब अलिअलि खुट्टा जोर्नी, बुढेसकालको हड्डी दुखेको होला, अलिकति तन्काउनु होला, ठिक छ, पास गर्नु नि, ब्याक पास गर्नु। इमी मार्टिनेज बल छुन पाएको छैन कि गेमभरि, त्यसलाई दिनु नि, बल दिनु नाइ। उसलाई त लिनु छ, उसलाई त अट्याक गर्नु छ, उसलाई त चान्स क्रिएट गर्नु छ। ए बुढो, कफी खाएर सुत न त घरमा, किन आइरहेछस् के त फिल्डमा? कफी खाएर सुत, सिक न, रोनाल्डोबाट केही सिक, बुढो भएपछि के गर्ने भनेर। किन? बिचरा एम्बापे, बिचरा हालान्ड, योपालि गोल्डन बुट जित्नलाई आहा, ओहो, प्राइममा वर्ल्ड कप जित्ने गोल्डन बुट, जितिस् मुला। मेस्सी हुन्जेल कसैले गोल्डन बुट जित्दैन केटा हो। यो लेखेर राख, ट्याटु हान्नु छ भने हान, कमेन्ट सेक्सनमा छाप्नु छ भने छाप, राणा मचाउनु छ भने मचाउ। मेस्सी हुन्जेल कसैले केही जित्नेवाला छैन, जित्नेवाला सिर्फ मेस्सीले छ। गोल्डन बल, गोल्डन बुट, वर्ल्ड कप सबै। अनि अर्जेन्टिनाको टिम बवाल छ। अर्जेन्टिनाको टिम मेस्सी बिना पनि राम्रो छ, तर जब मेस्सी आउँछ नि, मेस्सी आउने बित्तिकै यो अर्जेन्टिनाको टिमलाई मेस्सीले 10x बेटर गरिदिन्छ क्या। अनि यो वर्ल्ड कपमा सबै टिमहरू जुन टिमहरू छन् नि होइन, त्यो टिमहरू र अर्जेन्टिनाको एउटा मात्र डिफ्रेन्स छ कि, अर्जेन्टिनासँग त्यो टिमहरूलाई कम्पेयर गर्दा एउटा मात्र डिफ्रेन्स छ कि, अनि त्यो डिफ्रेन्स भनेको मेस्सी हो कि, अरू टिमसँग मेस्सी छैन कि, त्यति मात्र हो डिफ्रेन्स। अनि अर्को गेम पनि भएको थियो हाम्रो, अर्को गेम चाहिँ एकदमै बवाल भएको थियो कि, मेस्सी यो अर्जेन्टिना जस्तो मेस्सी आएर फ्री किक सिकिक हानेर गेम बोरिङ गराएर, नो, पोर्चुगलमा त्यस्तो हुँदैन साथीहरू। पोर्चुगलमा हुन्छ फुल इन्टरटेनमेन्ट, 90 मिनट पैसा असुल। कोलम्बियाले तर बेस्ट मिडफिल्ड ट्रियो, ओहो, यो वर्ल्ड कप सुरु हुनुभन्दा अगाडि जाओ नेवेस, भिटिनिया, ब्रुनो फर्नान्डेज, नुनो मेन्डेज, ओहो, च्याम्पियन्स लिग जितेका केटाहरू दादा, ब्याक टु ब्याक च्याम्पियन्स लिग, बलुन डियरको ऱ्याङ्किङमा टप 2, 3, 1 कति हो। साउथ अमेरिकन एउटा फिजिकल टिमले घिच्चुकमा समातेर 7 पत्र निस्किने गरी हानेको छ साथीहरू यो गेममा। यो गेमको जापानमा फुल भिडियो आउँदैन, जापानमा यो गेमको ब्लर गरेर देखाइन्छ साथीहरू, त्यस्तो खालको गेम भएको हो। अब के भन्ने कि, कसले राम्रो खेलेन कि, कसैले 3 जना प्लेयर छोडिदिने भने रुबिन डियास, नुनो मेन्डेज नट ब्याड, तर यो के को नट ब्याड चाहिँ नुनो मेन्डेजको साँच्ची के हो भने करियर खत्तम हुने गरी गेम। ओहो, कोलम्बियाका विङ्गर ती फिजिकल विङ्गर जेम्स रोड्रिगेज, 34 वर्षको जेम्स रोड्रिगेज प्राइममा भन्दा बेसी क्रिएट गरिरहेको छ कि उसले। रियल मड्रिडमा त्यति क्रिएट गरेन होला कि जहिले अहिले 34 वर्षको उमेरमा क्रिएट गरिरहेको छ। अनि यो गेम पछि चाहिँ पोर्चुगललाई एकदमै डिफिकल्ट हुनेवाला छ। यो गेम जितेको भए पोर्चुगलले नेक्स्ट राउन्डमा घानालाई फेस गर्थ्यो, विच माइट बी अलिकति इजी गेम पोर्चुगलको लागि। नाइ, पोर्चुगललाई चाहिन्छ, पोर्चुगल्सको फ्यान्सलाई चाहिन्छ फुल रगडा।
Now they will face Croatia. If they win, they will face Spain. And then they will face France in semi-final. My God. हामीलाई चिल छ यार केटा हो. आउँछ मेसी आउँछ बुढो चिया खाँदै आउँछ. कहिले खेल्न मन लाग्यो भने फुल गेम खेलिदिन्छ. खेल्न मन लागेन भने 60 मिनटमा आउँछ. 2टा फ्री किक हानिदिन्छ. 2 गोल ब्याङ्गर हानिदिन्छ. जिताइदिन्छ. ऊ क्यापे भर्डेसँग खेल्नु छ कि अब. क्यापे भर्डेको किपर अस्ति स्पेनसँग हिरोइक अचिभ गरेर आएको छ कि. अब उसले मेस्सी फेस गर्नुपर्नेवाला छ कि. तर क्यापे भर्डेलाई हल्कामा चाहिँ लिनु हुँदैन कुनै पनि टिमलाई होइन. अब नकआउट फिक्सरमा कुनै पनि टिमलाई हल्कामा लिनु हुँदैन. तर मेस्सी छ कि अब हामीसँग के गर्ने कि अब मेस्सी त्यो भनेको हुकुमको एक्का हो कि केटा हो. अब त्यो कलब्रे खेल्दाखेरि हुकुमको एक्का झर्ने बित्तिकै अब जुन तास फाले नि कामै छैन नि. त्यही हो एक्ज्याक्टली त्यही हो हुकुमको एक्का. अर्जेन्टिनासँग छ 3टा तारा पनि अर्जेन्टिनासँग छ. अब हेरौँ रोड टु फाइनल पनि अर्जेन्टिनाको कम्पेरिटिभली अरू टिमभन्दा अब सजिलो हुनेवाला छ क्या. किनभने उनीहरूले अब फेस गर्नेछन् केपे भर्डेलाई राउन्ड अफ 32मा. त्यसपछि इजिप्ट अर अस्ट्रेलिया मध्ये कोही हुनसक्छ. मोस्ट प्रोबेबली अस्ट्रेलिया हुन्छ. त्यसपछि मेरो विचारमा कोलम्बिया हुनसक्छ. एन्ड देन वानली दे विल फेस एउटा बिग टिम. त्यो चाहिँ सेमी फाइनलमा इट विल आइदर बी ब्राजिल मेरो विचारमा अर इङ्ल्यान्ड. मोस्ट प्रोबेबली ब्राजिल र इङ्ल्यान्ड मध्ये दुईटा मध्ये एउटै नै हुन्छ जस्तो लाग्छ. पोर्चुगलको फ्यान्सलाई कठिन छ यार जीवन यार. गाइज यार कसरी बाँच्छौ यार तिमीहरू यार. म भए चाहिँ जिन्दगीबाट उम्मिद छोडिदिन्थेँ कि. म जिन्दगीबाट उम्मिद छोडिदिन्थेँ. भगवान्को अगाडि ओसोमा गएर यसरी नाप्थेँ गाइज कसम. ल हस् त धन्यवाद. हाम्रो अर्को भिडियोमा फेरि भेटौँला. आज मैले शब्दै सक्यो के स्क्रिप्ट म यसको बारेमा भन्छु. यो पोर्चुगलको गेमको बारेमा यस्तो भन्छु. यस्तो बिग्रियो यहाँ भन्छु भनेर सोचिरहेको थिएँ. मेसी बुढो आयो ब्ल्याङ्क फ्री किक हान्दियो. अब त्यसलाई कसरी इग्नोर गर्नु क्या मैले. त्यसले गर्दा मेरो पुरै भिडियोको स्क्रिप्ट पनि बिग्रियो. म यत्तिकै आइरहेको छु हावा तालमा. भिडियो पनि सक्यो. अब धन्यवाद. यहाँसम्म हेरिहाल्नु भयो भने लाइक कमेन्ट सेयर पनि गर्नु होला. आई लभ यु.